मधुसूदन गुरुङ नेपाली हो। अब नेपाली गुरुङ अनि के हुन्छ त विदेशी हुन्छ त हजुरहरु मिलाएर बुझ्नुस् ल प्लिज है। मैले सुनेको 2015 को त्यो भूकम्पमा हजुर तपाईले आफ्नो बच्चा गुमाएपछि तपाई अझै बढी समाजसेवामा समर्पित भएर लाग्नुभयो हो। अब मलाई कहिले बिहा गराइदिन्छन्, कहिले बच्चा जन्माइदिन्छन् है, मलाई पनि थाहा हुँदैन हैन। कर्मचारीहरु डराउनै पर्छ। नेपालको कर्मचारीहरु भुडी पल्टाएर तपाईको बस्नु बाहेक केही पनि जाने छैनन्। जहाँ त्यही दुख पाउँछौँ हामी। जुनै पनि कार्यालयमा गएर बोल्नु पनि तपाईको के हो, पैसा लाग्ने हो कि के हो है उहाँहरुको। यति महँगो छ। नमस्ते हजुर गर्दाखेरि नि चुप लाएर बस्छ, हेरेर बस्छ। दुई तीन चोटी बोलाउँदाखेरि पनि सुन्दैन हौ। कस्तो खालको हुन्छ हाम्रो कर्मचारीहरु। अनि लास्टमा गएर त तपाईको कुरा भोलि आउने के तपाईँ भोलि आउनु भनेर भनिदिन्छ फेरि भोलि। अनि यो जहिले भोलि 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 गर्दाखेरि कतिजना मान्छे त मरि पनि सक्छ।